अहिले चाहिँ यो कालापानीको बस पार्क हो। आज चाहिँ लोसरको दिन पनि हो। त्यो भएको कारणले अहिले बस पार्कमा चाहिँ पार्किङ पनि नभएको अवस्था हामी यहाँ प्रत्यक्ष देख्न सकिन्छ। अब यो बस त्यतिकै छ। हेर्नु होला, यो चाहिँ पर्यटकीय तथा धार्मिक स्थल कालापानी बजार चाहिँ यो चाहिँ बस पार्कमा हो। मान्छेहरूको भिड छ। अहिले चाहिँ मान्छे त्यत्तिकै, बसहरू त्यत्तिकै, एकदम भिड छ अहिले चाहिँ। हेर्नु होला, यो पार्किङको अवस्था नि आज चाहिँ नपुगेको देखिन्छ। हामीले देखिराख्नु भएको छ यहाँ। यो चाहिँ बस पार्क हो। हामीले यहाँ भाइहरू पनि सैलुङ घुम्नको लागि आउँदै गरेको अवस्था हामीले प्रत्यक्ष देख्न सकिन्छ। आउने जाने भइरहेको हामी यहाँ प्रत्यक्ष देख्न सकिरहेका छौँ। तपाईहरु पनि हुम्लामाथि चाहिँ भएको बसहरू देख्न सकिन्छ। अब यहाँबाट केही समय पछाडि चाहिँ गोलघर, यो पनि होटल हो। यहाँबाट हामीले देख्न सकिन्छ। हेर्नु होला, अहिले मान्छे आउने जानेको चाहिँ एकदम घुइँचो छ। यहाँ पनि लगभग प्याक नै छ। हामीले प्रत्यक्ष देख्न सकिन्छ। यहाँ गाडीहरू लगभग बसहरू मात्रै 32 जति छ। ल यता सैलिङ होटल ल यतातिर देख्न सकिन्छ। यो चाहिँ कालपानी बजार हो चाहिँ। हेर्नु होला तपाईहरु पनि, यो चाहिँ कालपानी बजार हो। यस्तो छ कालपानी बजार चाहिँ।